गाइज गुड इभिनिङ। अहिले हामी चाहिँ यहाँ यो छौँ एउटा यो हाइड्रो पावरमा, यो जुन चाहिँ सञ्चालित छैन यो हाइड्रो पावर डडेलधुराको बागेश्वर गाउँपालिकाको वडा नम्बर 1मा अवस्थित छ। त्यस पछाडि म यहाँ देख्न गइरहेको छु यो कस्तो छ भनेर। तपाईँ यता देख्न सक्नुहुन्छ अवस्थित हाइड्रो पावरभित्र मेसिनहरू रहेको छ। सुन्दर ठाउँमा अहिले चाहिँ राष्ट्रिय प्रसारणको लाइन आइसँगै चाहिँ यो बन्द भएको छ यो हाइड्रो पावर देख्न सक्नुहुन्छ। यसमा यहाँ हाम्रो यहाँ आएको छ, यसमा चलाउन त्यसमा बाख्राहरूको लागि ठाउँको यो उसको लागि तपाईँ सबैलाई म भिजिट गर्न आउन दिन्छु। र यतापट्टि देखिरहनु भएको छ एकदम सुन्दर यता महाकाली खोला बर्खामा बगिरहेको देखिराख्नु भएको छ तल। र सबै भाइहरू पनि यहाँ आएको छन् खेल्न रमाउन यो सुन्दर ठाउँमा। थ्याङ्क यू अल अफ यू। अर्को ब्लगमा फेरि आयो।